आज चाहिँ मेरो मम्मी बिरामी भएर सुतिराख्नु भएको छ। मैले चाहिँ आज मेरो मम्मीलाई चाउमिन बनाएर खुवाएँ अनि मैले पनि खाएँ। चाउमिन थोरै थियो अनि मैले चाहिँ यसमा चाउचाउ पनि हालेर उमाल्दिएको छु। अनि चाहिँ मैले यसलाई चिसो पानीमा पखालेर राखेँ अनि कराई बसाएर जिरा अदुवा लसुन हालिदिएको छु। अनि त्यसमाथिबाट खोर्सानी र चना हालिदिएर मजाले चलाइदिएको छु। अनि थोरै बेसार र नुन पनि हालिदिएको छु। अब चाहिँ मैले माथिबाट मसिनो गरी काटेको क्याप्सिकम र प्याज पनि हालिदिएँ अनि यसलाई केही बेर मजाले चलाउँदै पकाएँ। अनि यसलाई केही बेर मजाले चलाउँदै पकाएपछि यसमाथिबाट टमाटरलाई राखिदिएपछि अघि उमालेको चाउमिनलाई पनि हालिदिएँ अनि थोरै सोया ससलाई हालेर मजाले चलाइदिएपछि हाम्रो चाउमिन पनि पाकेर रेडी भयो। अनि मेरो मम्मीको लागि थोरै प्लेटमा निकालेर त्यसमाथिबाट मसिनो गरी काटेको प्याज खोर्सानी र कागती हालेर मेरो मम्मीलाई दिएँ अनि मैले पनि खाएँ। यो चाहिँ तातो तातो थियो तर खाँदाखेरि एकदमै धेरै मिठो थियो। तपाईहरु पनि घरमा बनाएर खानु होला। हाम्रो भिडियो राम्रो लाग्छ भने तपाईहरुले एक लाइक हान्दिनु होला। हाम्रो भिडियो हेरिदिनु भएकोमा तपाईहरुलाई धेरै धेरै धन्यवाद।